सो हे व्हाट्सअप गाइज फिर आयो न्यू ब्लगमा। सो गाइज म आज के कारणले ब्लग बनाएको छु म भन्न गइरहेको छु कि म चाहिँ यत्रो दिन किन गायब भए कसो भए म सब बताउनेवाला छु कि आज। फर्स्ट कुरा चाहिँ म किन गायब म फर्स्टदेखि लास्टसम्म बताउँछु। मेरो च्यानल के भयो, म यत्रो 11 महिना कहाँ गायब भए, न एउटा पोस्ट न एउटा केही न त एउटा केही। म सब रिजन दिन्छु म किन कस्तो भए, म किन यत्रो ठाउँ एक्लो बसेँ, म घरबाट किन निस्किन्थिनँ, म सब रिजन दिन गइरहेको छु। म फेरि ब्याक भएँ त्यही कारण सब रिजन दिन गइरहेको छु। यसरी नै मलाई सपोर्ट गरिदिनु। अझै म के भनौँ, सब रिजन म दिन्छु पक्का न, सब रिजन सबलाई दिन्छु ल। सुन्नु न, फर्स्ट रिजन चाहिँ म फर्स्ट दिन्छु। यस्तो भयो क्या, यही कार्तिक महिना यो महिनापछि आउँछ नि, 1 वर्ष भन्छ मेरो च्यानल बन्द भएको। फर्स्ट रिजन के भन्नु, सरी यार घरको मान्छे गाली हान्छ यार, यस्तो छाती खोलेको भिडियो सिडियो बनाउँदाखेरि क्या। मेरो फर्स्ट रिजन भन्नाले म कहाँदेखि स्टार्ट गरौँ, मैले करियर बनाएँ। यस्तो सुरुमा तपाईँको साथीभाइहरूले पुरा सपोर्ट गर्दै रहेछ, त्यो कुरा सबलाई थाहा छ क्या नि, त्यो कुरा चाहिँ सबलाई थाहा हुन्छ क्या। सुरु सबले सपोर्ट गर्छ, त्यसपछि कसैले कोही हुन्छ बेहोरा देखाइहाल्छ, त्यस्तो केही छैन। मेरो साथीहरू त्यस्तो छैन, म भन्दिनँ नि। अब नराम्रो त किन भन्नु, आफ्नो साथीहरू हो, अब पछि गएर काम दिने भनेको तिनीहरू नै हो नि। अब फर्स्ट रिजन मलाई चित्त नबुझेको के हो भनौँ, मैले च्यानल बनाएँ, मैले ग्रो पनि राम्रो गरेँ, सपोर्ट पनि राम्रो पाएँ, च्यानल मोनेटाइज पनि भयो, पैसा पनि कमाएँ। त्यसपछि मेरो जिन्दगीमा बिर्तामोडमा गएँ, म ब्लग बनाउँदै भाटबाटी छिरेपछि त्यहाँनिर एकजनासँग मेरो डिस्कस परेपछि त्यो ठुलो क्रिएटर, म भए सानो क्रिएटर, भन्छ तेरो च्यानल म बन्द गराउँछु। मलाई दम छैन, दम छैन मुजी त बन्द गरेर देखा नि। अलिकति बाउले डिस्टर्ब गरेर क्या, त्यही कारण डोन्ट माइन्ड। मलाई भन्यो तेरो च्यानल म बन्द गराउँछु। मैले बाउले बाहिर ग्याङ गर्दैछ यार, यार घरको मान्छे अलिकति डिस्टर्ब गर्दैछ क्या। टक्क यस्तो भयो क्या। फर्स्ट कुरा मेरो त्यो च्यानल बन्द, मैले दम छ एउटा बाउको छोरा छस् भनेर बन्द गरेर देखा। मैले डाइरेक्ट धम्की दिएँ, यस्तो भयो तरे मुख छारे भिडियो बनाउँछेस्। मलाई त्यहाँ म्यासेज पनि आएको, मैले इग्नोर गरेँ क्या। कुन चाहिँ रिपोर्ट हान्दैछ भाले फरक पर्दैन, मलाई पनि त्यस्तो साह्रो मतलब लागेन। अनि त्यसपछि गएँ, ओ ढोका लगा मादर, कति घर आइन्छ घरको मान्छेहरू छि। त्यसपछि के भयो, त्यसपछि म भन्छु, सब कुरा भन्छु, म आराम गर्दै भनौँला नि, बुझ्नुभयो। त्यसपछि के भयो भन्छ त्यो च्यानल म बन्द गराउँछु अरे। मैले जा गराएर देखा, दम छ भने। मैले यस्तो धम्की दिएँ त्यसलाई नि। त्यसपछि 3-4 दिन मलाई नोटिस आएपछि मैले मेरो च्यानल, योर च्यानल इज सस्पेन्ड भन्दैछ, सस्पेन्ड। अब मैले कारण सोधेँ नि, योर भिडियो तपाईँको भन्छ, तपाईँको बोली रफ बोलेको छ अरे, त मुख छारेको। मैले भने कि होइन म डिलिट गरिदिन्छु। मैले डिलिट गरेँ नि, डिलिट गरेपछि 2 दिनपछि फेरि एउटा ब्लग हालेँ, त्यहाँनिर हलमा गएर दुनियाँ मुख छारेँ। मैले मैले मिम्स हुँदैन टुङ गरेर त्यो हाल्न बिर्सेँ। त्यहाँनिर मेरो च्यानल सस्पेन्ड भएको थिएन, अझै 1% थियो मलाई सस्पेन्ड, अझै हानै थिएन। त्यसपछि भयो, मैले इन्ट्रेस्ट हट्यो क्या, युट्युबदेखि इन्ट्रेस्ट हट्यो। त्यसपछि एउटा केटी आयो, केटीसँग मलाई बालै लाग्थेन क्या। फर्स्ट सुरु मैले 1 महिना बसेँ, 2 महिना बसेँ, 3 महिना बसेँ, 4 महिना बसेँ, जब मैले 6 महिनासम्म बसेँ। मलाई बालै लागेन क्या, मलाई उसँग रिलेसन बसेर मलाई केही लागेन क्या। बसिसकेपछि पछि गएर बसेँ कति 9 महिनामा भनौँ, हाम्रो अलिक झगडा पर्दै थियो क्या। आखिर रिलेसनमा अझै झगडा परे अब म कति गर्नु यार। म भन्छु म नयाँ च्यानल खोल्छु भन्छु, नयाँ फेरि स्टार्ट। त्यसले भन्छ त गइछस् भने त केटीहरूसँग बोल्छस्, त नयाँ च्यानल खोल्छस्। अब त्यसले नि मलाई सपोर्ट गरिदिँदैन, त्यसको कारणले खोल्न सकिनँ। फर्स्ट कुरा अब
त्यो केटी को हो को होइन म नाम पनि लिन चाहदिनँ त्यसको। त्यो आफ्नो लाइफमा ठिक छ, म आफ्नो लाइफमा खुसी छु, जे भन्छु त्यो म चाहिँ खुसी बसोस्, म यति चाहन्छु। बरु भन्न चाहन्छु। हामी त्यसपछि ग्याङ 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 लाग्यो बा म्याथ चिस्का खोल। त्यसपछि मैले लोयल बसेँ क्या, मलाई वास्ता लागेन क्या। होस् त त्यसले नाइ भन्दैछ त मैले पनि छोडिदिएँ। फेरि ट्राई हान्न छोडिदिएँ। फेरि एकछिन मुटकै झन्को एउटा भिडियो हालेर म च्यानल सस्पेन्ड। एकछिन पछि अर्को दिन 24 आवर यो च्यानल इज सस्पेन्ड भन्दै जे गर्छ गरिहाल भन्दै थियो मलाई। अब के गर्नु, म कसम एक दिन घरबाट निस्किन, 2 दिन 3 दिनमा डिप्रेसनमा गएँ क्या। अब खाना खाँदिनँ, मान्छे केही मनै लाग्थेन क्या। यस्तो युट्युब बन्द भएपछि लागिरहेछ कसम कोही आफ्नो मान्छे मोर हो क्या। टेन्सन लागिसकेको थियो मलाई। उफ के गर्नु नगर्नु। तब साथीहरूले सोध्थ्यो घरबाट निस्किदिनुहोस्, कसले मान्छ। एउटा साथीले त्यो बेला नि मलाई कोही मादर चुत रन्डीका बानले एउटा झन् आएन त्यो बेला। मेरो जब च्यानल बन्द भयो नि म मुख्य भन्छु, म भिडियो पोस्ट गर्छु यो म भिडियो काट्दिनँ पनि। त्यो बेला मेरो अगाडि मलाई सपोर्ट गर्न कोही थिएन। जब मेरो च्यानल बन्ने भयो नि सोध्ने मान्छे त्यो ब्लग किन हाल्दिन सोधेन, कसरी ब्यान्ड भयो म छु सुरसुर सपोर्ट गरो। त्यसपछि मुजी तको ढक्सन लाथान्दियो। अब मुजी यो भिडियो हेरेर जला रिस उठोस् नउठोस्। त्यो एउटा चाहिँ म फर्स्ट सुरु फेरि रिलेसनको कुरा गर्दैछु। त्यसपछि म गएँ 6 महिना भयो, राम्रो चल्दै रिलेसन। ईदको बेला म त्यसलाई घर पनि लिएर आएँ। अल्लाह यो भिडियो म काट्छु यार, यो क्लिप काटिदिन्छु। एक दिन मलाई भन्छ घर लिएर आइन् भने मादर जा तँलाई घर लिएर आउनु म बाउकातले मलाई काट्छ। बाउ आमाले मलाई यत्रो ठुलो भएको छ त घर लिएर आउँछस् केटीलाई। ल्याङ गरौँ। हामी ईदको बेला कहाँ गए थाहा छ? ईदको बेला म मेरो यहाँको छिमेकी एउटा भाइ, उसको गर्लफ्रेन्ड अनि हामी 4 जना ठक्क भाटबाटनी गए, घुमफिरेर आएँ। मलाई त्यो कुरा याद आयो क्या। त्यहाँनिर डिस्कस गर्थ्यो त्यो कुरा, यस्तो इमोसन भयो त्यहाँनिर गएर। साथीहरूलाई पनि भेटेको थिएँ, गाउँको साथीहरूलाई पनि भेटेको थिएँ। मेरो भिडियोमा आउँछन् कोही तिनीहरूलाई पनि भेटेको थियो। है बाफ्रे लम्बु केटीले हुँदैछस् होइन साथी हो। यस्तो हो कुरा। अब त्यसपछि के भयो, ईदको बेला घुमेँ। फेरि कुर्बानीको बेला हामी कहाँ गएँ, सालबारी गएँ, याद छ। कुर्बानीको बेला म घरमा खसी काटेर, हरेक घरमा खसी काटेर आफ्नो घरमा सकाएर म गर्दा कति 6वटा खसी काटेर काटिसकेर म 1 बजे भ्याएँ। 9 बजे 7 बजेदेखि काम गरेँ मैले। 1 बजे छुट्टी गरेँ, खानसान बोक्के प्यासे गरेँ त्यत्रो काम नि 6वटा। त्यसपछि के भयो, त्यसपछि त्यहाँ गएँ हामी कहाँ भन् त। त्यसपछि म बोलाएँ त्यसलाई, ठक्क स्कुल छेउमा गएँ भने ओइ आइज। स्कुल सरी के भन्दैछु, त्यता गएँ बाटो छेउमा पुगेँ, छाता लिएर गएको थिएँ भने कहाँ छस् भने कहाँ छु छिटो आऊ जानुपर्छ बस आउँदैछ। यहाँबाट गएँ हामी डाइरेक्ट बिर्तामोडदेखि बस समातेँ डाइरेक्ट सालबारी। अनि त्योसँग एउटै मैले ब्लग बनाइनँ यार। उसँग बसेँ मैले, प्राइभेट राखौँ रिलेसनसिप भन्ने सोचेँ नि। त्यसपछि के भयो, त्यसपछि मेरो भयो ठिकै चल्दैछ। अलिकति उसको मलाई एउटा आफ्नो मान्छे त्यसको मन पर्दैन क्या। त्यसको आफन्त एउटा छ कि नि, त्यो मान्छे मलाई मनै पर्दैन। त्यो मान्छेको बारेमा हिस्ट्री पुरै थाहा छ मलाई क्या। त्यो मुजी मलाई सोध्छ बोकाचोदो सोध्छ। म जस्तो मान्छे मलाई मुजी घर बसेको मान्छे हो, मुजी 10 दुनियाँलाई घुमेको मान्छे हो, चिनेको छैन क्या। त्यसपछि त्यसपछि के भयो, त्यसपछि भयो चलो एक दिन के साह्रो मैले 1 हप्ता क्या 2 हप्ता बोले त्यसको त्यो मेला त्यहाँबाट हामी घुमेर आउने बित्तिकै त्यसको तेवर चेन्ज भयो क्या। बेउडा चेन्ज भयो, उसको बेउडा चेन्ज भयो क्या। त्यो केटीको चेन्ज भएपछि अब त कति जानु यार। कसम सोध्थिस् भने नि मान्छेहरू मलाई बोकाचोदा भन्छ। मैले बोकाचोदा जस्तो कुकुर जस्तो भन्छ नि, हड्डी फ्यालेपछि कुकुर केटी घर जान्छ, म त्यस्तै गरेर थिएँ। छि म कसम भन्दै म रिलेसन बसिनँ। म झुट भन्दिनँ, मैले बसिनँ। म कसम मम्मी कसम म रिलेसन बस्न चाहन्थिनँ त्योसँग। किन चाहन्थिनँ मलाई थाहा छ मेरो साथी मानिक भन्ने साथी हो, को चिन्छ कोही चिन्दैन। प्रायः जस्तो मेरो मिल्ने साथी एकदम त्यो मानिक। त्यो मान्छेले केटीको लागि मुजी रोको 1 चोटि होइन 2 चोटि होइन 3 चोटि रोको मान्छे।
त्यो मान्छे यति रोको केटीको लागि, कुकुर जस्तो केटीको लागि रोको, त्यसलाई छोडेर अरूसँग पनि गयो, फेरि त्यो केटी मानिकसँग आयो। त्यो गयो भन्नाले ऊ केटासँग गएन, कति दिन बोलेन, मानिकसँग ब्रेकअप भएर अरूसँग त गएन, जस्ट बोलेन, कोहीसँग बोलेन त्यो केटी। फेरि मानिकसँग कति दिन पछि आयो, मानिक अहिले पनि उसँग लोयल भएछ, 3-4 वर्ष भइसक्यो उनीहरूको रिलेसनसिप। अहिलेसम्म मै हो तिनीहरूको यो यताउति झगडा भयो भने केटीको, दुईजना केटाकेटीको, मै गएर सल्लाह गरिदिन्छु ग्रुपमा गएर, यस्तो भयो उस्तो भयो। अनि तिनीहरूको रिलेसनसिप भनेको तिनीहरूको हो क्या, बुझ्छ एक अर्कालाई तिनीहरूले क्या। त्यो म्याच तोबा फेरि ल गाली केटी मान्छे। म नि यति बर्दाश्त गरेको मान्छे नि, यति बर्दाश्त गरेँ नि त्यो बेला। मलाई म एकचोटि भन्छु नि, मलाई त्यो ब्रेकअप भयो नि हाम्रो, 1 हप्ता मैले बोलिनँ, 2 हप्ता समथिङ बोलेँ, 1 हप्ता बोलिनँ होला। त्यसपछि गएँ, मलाई कल गर नि, भने ओए कहाँ छस् भने मलाई ड्युटी पुऱ्याइदिए नि, मलाई ड्युटी पुऱ्याइदिए। मलाई भने म नि कोचिङै गइरहेको थिएँ, म पनि कोचिङै गइरहेको थिएँ, म नि कोचिङ गइरहेको थिएँ। बस्छु बाइकमा, बाइक लिएर बस्छु भने छिटो बस, म नि पुऱ्याइदिन्छु, म पनि त्यो गइहाल्छु नि, म नि गइहाल्छु भने। त्यसपछि के भयो त भन्न त मन लागिरहेछ, लेकिन भन्छु म पुरै यो भन्छु, दिलो हवासले भन्छु, आज म भन्दैछु। त्यसपछि मेरो के भयो, त्यसपछि त्यसले आफ्नो मान्छे बोलायो, एकजनाले बोलायो, एकजना गर्दा गर्दा अर्को मान्छे पनि आयो। होइन त्यसले बोलाएपछि मैले बस्दिन नबस, मलाई के भनेछ त्यसले, चाचामुजी माता चोत मलाई भन्यो कि आम्मु तँलाई कसैको लागि त लिन पनि जान्छस्, उसको गाली पनि सुन्छस्, अब गाली पनि सुन्नु, उसलाई लिन पनि जानु, म उसको बाउको कमाइ खाएर बसिरहेछु म। अब मेरो पारामा म जान्छु बस, म बिस्तारै टक्क एकै लात्ती बिस्तारै छुएँ यार, मा कसम, मैले मम्मी कसम खाएर भन्छु, घाँटीको छातीको मम्मी कसम भन्छु नि, मैले त्यसलाई बिस्तारै टच गरेँ क्या, टच गरेँ। अब बाटोमा गएर आफ्नो मान्छेलाई बोलाएँ, म ठक्क साथीसँग कुरा गर्दै थिएँ, स्कुलको कुरा गर्दै थिएँ। अनि के छ हालखबर तेरो, यस्तो साथीसँग कुरा आयो, एउटा मान्छे, फेरि एउटा मान्छे यताबाट हात लाग्यो मलाई, यहाँ एकचोटि हानो, एकचोटि यता हानो, हात लाग्यो, एकचोटि 2 बक्सिन हान्न पायो, मैले हान्न पाइनँ। अब त्यसपछि उसको फ्यामिली उठेर आयो, आएपछि अब छोरा मान्छेको भरोसा त कहाँ गर्छ कसैले, क्राउड उभियो। अब म एक्लो मान्छे के बोलौँ त्यहाँ गएर, अब कुरा आउँथ्यो र मान्छे, छोरा मान्छेको त्यही हो क्या भाइ। जे गर्छ मलाई के, म अहिले कसम भनेको नि, मलाई अहिले त्यहाँबाट म ननिस्किँदा म अहिले जिल्लामा बसेको हुन्थेँ। म यति लेखेर दिन्छु, डट पेन लेखेर दिन्छु, म जिल्ला बसेको, मलाई कसरी फसाएको थियो मान्छेले, कोही मान्छे, मा कसम भन्छु, सब कुरा गर, कुनै केटीको माथि भरोसा गर, सिर्फ आफ्नो आमाको माथि भरोसा गर, त्यही एउटा केटी भनेको, न त कसैको माथि विश्वास नगर। म डाइरेक्ट भन्छु, लेखेर दिन्छु। मलाई नि कसम भनेको, म जुन बेला डिप्रेसन थियो नि, म जुन बेला टेन्सनमा थिएँ नि, मा कसम कोही थिएन। मेरो भन्छु नि, मेरो यत्रो दिन हराएकोमा हराएँ म यत्रो दिन, कसैलाई केही लागेन। अहिले आएछु भने सबलाई मलाई भिडियोमा लिएन, मलाई जसले भन्छ नि ब्लग किन बनाउँदिनस्, किन गर्दिनस्, म अहिले भन्छु नि यार दोस्त, तिमीले नि मलाई त्यो कुराले नि हट भएको छ क्या। त्यो मलाई बाटोमा घेरेर मलाई यत्रो बोली सुनाए, त्यो कुरा यहाँ लागेको छ क्या। ममा कसम जान सक्छु, फेरि सोध्छु यार, त्यो कुरा त्यत्रो भइसकेको छ, बढिसकेको छ, फेरि के जानु आफ्नो इमेज खराब गर्न भन्छु नि। मेरो नि त्यहाँ नि कसम भनेको लेखेर दिन्छु। त्यो बेला मेरो बाउलाई खबर गर्दैन, त्यसको मान्छे खानालाई काटिदिन्छ रन्डी खाना, यतिको पावर छ मुजी। सोध्छ मुजी, के सोध्छ त्यसले, मुस्लिम फ्यामिलीबाट त बिलोङ गर्छु, त्यसले के सोचेछ, मा कसम भन्छु नि, म भन्छु नि, राम्रो मुखले भन्छु, म कस्तो मान्छे छु सिर्फ मेरो दाइलाई मात्रै थाहा छ। मेरो दाइलाई म कतिको सोझो छु, कतिको फटा छु, म मुजी कसलाई कतिको माया गर्न सक्छु भन्छु नि। यतिको मलाई मेरो चित्त दुखाएको छ कि त्यसले, यतिको चित्त दुखाएको छ, सायद कसैलाई नदुखाओस्, कोही मान्छेले कसैलाई नदुखाओस् क्या। त्यसले सोध्छ यसले कसैलाई मारिदिन्छु, भ्यान दिन्छु,
त्यो बाबु तेरो गलत फहमी हो क्या, गलत फहमी। नसोच कहिले पनि। यत्तिकै फेसबुकको नाम इसान डन होइन मेरो, बुझिस? एरा नसोच, लत्थुकेर नसोच। मान्छे हाम्रो पनि छ, तेरो झारे पाते मान्छेहरू छैन। हाम्रो हाइएस्ट माथि माथिको छ। पाकिस्तानदेखि बोलायो भने नि एकैचोटिमा तेरो नामो निशान गायब हुन्छ। यो हेर्दैछस् नि पछाडि लेख अनपढ गबर जाहिल। तिमीलाई त पढ्न त आउँदैन, सरी अङ्गला देखाए, पढ्न त आउँदैन तिमीलाई त के भनौँ। चिनिराख मुस्लिम फ्यामिली कस्तो हुन्छ। मलाई भन्छ नि तेरो औकात छैन जाऊ भन्छ नि। औकात त त्यसको बाउलाई किन्न औकात छ मेरोमा त। हामी देखाउँदिन प त भन्छ नि। औकातको कुरा त नगर मेरो अगाडि कोही पनि। बडा कसो मानेको मेरो बाउले भन्छ कसैलाई नदेखा, डाइरेक्ट भन्छ हामीसँग के छ त्यो हामीलाई मात्रै थाहा छ, म 10 दुनियाँ अगाडि किन फैलाउँदिनँ साथीहरूको। एउटा साथी छ क्या, त्यो मान्छे धेरै खोक्छ क्या, त्यो धेरै खोक्छ। लेकिन त्यो पनि मिल्ने साथी हो, गाउँकै हो, त्यो रड्ने रमाइलो हो। त्यो भएन मुझी मारिदिन्छु हानिदिन्छु गर्छ क्या। ल के छैन, अब यत्रै हो। के भनौँ अब, कस्तो भनौँ, यता त उज्यालो आइरहेछ। ल बाई बाई गाइस। मेरो लाइफको स्टोरी। तिम्रो सोधेछ यो रुएन किन रुन्छ यो केटा। मातर्चो जो गयो भने गयो, गिल्टी फिल भएर बस्नु हुँदैन क्या। ल यति नै थियो। तिम्रो धेरै मन ल्याङ गरिस्, यत्रो दिन किन हराएको थियो ह्यान त्यान। ल बाई बाई, टेक केयर, लभ यु माई सब्सक्राइबर्स, माई फ्यान्स त भन्दिनँ, सब साथीहरू मेरो। ल अब धमाका भिडियोहरू आउँदैछ। लभ यु गाइस।